ल हेर यहाँ आल्छी मान्छेलाई सुतेको सुतै छ अब सेफ जोन बाई बाई एभ्रीवन बस ये रिएक्सन त खतरा फास्ट रहेछ अब ड्याडको त यार अवस्था हम थोड़े से बहुत प्यार बढ़िया भाई बर्थडे बॉय कंटेंट कंप्लीट हैन पटेल भाइ ल गाइस हाम्रो भुन्टेको आज गिफ्ट ल आऊ अब जाम ओके गाइस म चाहिँ जिम आइसकेको अवस्था गुड मर्निङ टु अल सो हाई हेलो नमस्ते सबैजनालाई म तपाईँको होस्ट इन द रकिङ द ह्यान्डसम दोस्त अजित गुरुङ वेलकम ब्याक टु माई च्यानल कल्चर रक्स यो म्यान कार पार्क भएछ है जिम गरिसकेपछि भेटौँ न पछि है ल हेर यहाँ आल्छी मान्छेलाई सुतेको सुतै छ हाम्रो कन्छा बाबा हाम्रो मम कन्छी आमा साइनी आमा एलेन भाइ साइना बाबा हाम्रो ड्याड साइना बाबा ठुलो बाबा दिदी आजी एन्ड हाम्रो स्पेसल रोबोट पर्सनालिटी एन्ड्रोइड उहाँको चाहिँ आज फेयरवेल थियो न फेयरवेल भयो रमाइलो भयो फेयरवेलमा म त टिका कहाँ लाउँथेन आफ्नो ठुलोलाई नमस्कार ढोक दिया हो जानु होला हाम्रो दिदी चाहिँ आज अस्ट्रेलिया फर्किँदै हुनुहुन्छ है बाबाहरू चाहिँ केटिएमसम्म छोड्न जाँदै हुनुहुन्छ बाई बाई एभ्रीवन ल हाम्रो ड्याड खेल्दै हुनुहुन्छ यहाँ ब्याडमिन्टन हाम्रो दाजुहरूसँग सबैजना र हाम्रो टोलको है सर्भिस ए खतरा आयो भाइ ए डेन्जर ए खतरा ए हाम्रो ड्याडको रियाक्सन त कस्तो फास्ट हो भाइ रियाक्सन त खतरा रहेछ त कस्तो चाँडो रियाक्ट गरेको यार खतरा छ बाबालाई आउँछ कि आउँछ खेल्नु बाबा ए हो र ए सही खतरा हान्ने ए तेरिका ठिक छ ओहो ए
ए तेरो क्या भिडियो खिचेको झन् यार भिडियोमा उस भयो भाइ बर्बाद भयो ओह नाइस शट ए रियाक्सन त खतरा फास्ट रहेछ यार हाम्रो ड्याडको त यार कति चाँडै डिफेन्स हानेको यार खतरा रियाक्सन स्पिड त डेन्जर फास्ट रहेछ भाइ कटेको अरे एकदम टक्करको भएछ भाइ म्याच त पोइन्ट पनि बराबर पहिले जाम गरे नि सही हानेको ए 14 खतरा डिफेन्स हाम्रो ड्याडको दाउडी बजे पनि स्पोर्टमा खतरा थियो बाबु पनि खतरा रहेछ 15 इच भयो भाइ कम ब्याक खतरा हान्यो खतरा शॉट सही हो खतरा भयो यो म्याच यार गाइस काम हुँदैछ यहाँ है हाम्रो पटेल भाइको काम कस्तो हुन्छ अब भोलि ट्याक्क थाहा हुन्छ कतिको राम्रो बनाउँछ पटेल भाइले है चट्टा ल्याएर भोलि पनि देखाउँछु यो गाइस म चाहिँ यहाँ नानी गुरुङको बर्थडे भ्लग एडिट गर्दैछु है सो यो भ्लग चाहिँ आइसकेको छ तपाईले हेरेन भने हेर्नु होला यो भ्लग चाहिँ है यो भ्लग चाहिँ आइसकेको छ नानी गुरुङको बर्थडे भ्लग फर्स्ट बर्थडे है सो त्यही हो र हाम्रो पटेल भाइ चाहिँ यहाँ चट्टा पाराले बनाउँदै हुनुहुन्छ है स्याट्टा पाराले पटेल भाइ यता आऊ न यता मेरो भ्लगमा आऊ यता आऊ छि खोसे ल अब पटेल भाइले चाहिँ मलाई भोजपुरी भाषा सिकाउँछ भोजपुरीमा आई लभ यु लाई कसरी भन्छ भन त म एउटा अब भोजपुरी केटी मलाई मन पर्यो रे अनि मैले आई लभ यु भन्न पर्यो कसरी भन्न पर्यो हम तोरा से प्यार करेली अनि तुम बहुत अच्छे हो कसरी भन्छ यु आर ब्युटीफुल तू बहुत बढ़िया बारी बारी हम तोरे से प्यार करत तुम बहुत बढ़िया बारी वाह हम तोरे से बहुत प्यार करी तुम बहुत बढ़िया बारी लभ यु मिल्या थ्याङ्क यू सो मच है हाम्रो पटेल भाइले चाहिँ मलाई भोजपुरीमा आई लभ यु भन्न सिकाएको छ उहाँलाई धेरै धेरै धन्यवाद ल गाइस अब म चाहिँ भोजपुरी गर्लफ्रेन्ड बनाउन गएँ काम कस्तो हुँदैछ पटेल भाइ ठिकै छ ठिक छ चकाचक ल आज हाम्रो भ्युअर्सहरूको लागि कुनै गीत छ कि छैन एउटा सुनाइदेऊ न त अलि यता नजिक आऊ न अलि आवाज क्लियर आउँछ क्या अनि ओहो क्या बात एक्सन सँगै
दीवानों सा हाल हुआ हमको तुमसे प्यार हुआ ओ माय गॉड दुनिया ने ठुकराया ओए तला पो गइछ बस तुमने अपनाया सही है सही है या सपना तुम अपना ओ माय गॉड ट्यालेन्ट को चाहिँ कमी छैन के हाम्रो पटेल भाइमा यार सो ट्यालेन्टेड इज भोजपुरी हाम्रो पटेल भाइ है थ्याङ्क यू सो मच फर सच अ लभली सङ तपाईहरुलाई कस्तो लाग्यो भन्नु होला सच अ ट्यालेन्ट पटेल भाइ ट्यालेन्ट त भरपुर छ के तिमीमा यार आजभोलिको मुभीहरु फ्लप भइरहेछ तिमी जस्तो आर्टिस्टहरुलाई चान्स नपाएर हो कि हैन चान्स दिन पर्यो के गाइज यार कमन गाइज चान्स दिन पर्यो हाम्रो पटेल भाइ जस्तो आर्टिस्टहरु अगाडि आउनु पर्यो के हजुर मेरो अन्डर एटिङ गर्ने एक्सन कुटकुटको भरेको छ त्यो चान्सै पाउँदैन न भुडी देख्यो भुडी भित्र हाल भुडी यस्तो भित्र गरेर उभियो भुडी तान भित्र पेट भित्र तान के हो यसरी उभियो बल 6 प्याक्स देखाएर हो भुडी भित्र हालेर उभिने कहाँ एक्सन हिरो हुन्छ नि भुडी देखिनु त भएन नि त अनि सही हो बडी देखाइदियो यसरी ओ माय गॉड ओए जिगर त्यो मरदवाला उस एक्सन गरिदियो त यसले त यार ओ माय गॉड ट्याटु कता हानेको त नि तिमीले धेरै लानु त्यही त भने ड्रागनको ट्याटु हानेको कतै ए ड्रागनको हान्न पर्यो नि त अनि एक्सन हिरोले त ए हो सही ओहो खोपडी टाइगर बिच्छू अब ड्रागनको पनि हामी एउटा है ड्रागन सिम्बल अफ पावर हो नि त ड्रागन त है ल गाइस बर्थडे बोय भोलि बर्थडे हो हाम्रो भुन्टेको ओके गाइस काम हुँदैछ यहाँ तर चाहिँ अहिले चाहिँ यतिसम्म चाहिँ बनिभयो है आज चाहिँ थर्ड डे हो आज चाहिँ कम्प्लिट हुन्छ दरा चाहिँ होइन पटेल भाइ आज चाहिँ फिनिसिङको काम हुन्छ यहाँ यो ढक्कन सक्कन चाहिँ हिजै बनाइसकेछ आज चाहिँ जस्ट जोड्ने मात्रै हो चट्टा पारेर सफा गर्ने त्यही हुँदैछ गाइज यहाँ म चाहिँ एडिटिङ गर्दैछु ब्लग मैले एडिटिङ गर्न लगाएको ब्लग पहिल्यै आउँछ है योभन्दा सो हेरेन भने हेर्नु होला र नानी गुरुङको बर्थडे ब्लग हेरेन भने हेर्नु होला नानी गुरुङको फर्स्ट बर्थडे है अनि हाम्रो मम ड्याडलाई सिक्रेट घुमघाम गरेको ब्लग पनि हेर्नु होला टिकटक बनाउँदैछ है टिकटक स्टार हो नि त फेरि उहाँ त पटेल द टिकटक स्टार हो न ल छिटो ल टिकटक ओइ ए खतरा स्टेप हान्थ्यो त लास्टमा त यार ए डेन्जरस ल काम पनि हुँदैन यहाँ एन्टरटेनमेन्ट पनि हुँदैन ल गाइस हाम्रो भुन्टेको लागि गिफ्ट साइकल लिइदिने भन्दैछ हाम्रो मम ड्याडले चाहिँ है चट्टा पाराले हामी यहाँ साइकल हेर्दैछौँ कुन साइकल लिने यताको चाहिँ अलिक ठुलो रहेछ 5-6 वर्षको लागि यहाँ चाहिँ 2-3 वर्षको लागि चाहिँ यो सानो ठिक हुन्छ पिङ्क डार्क ब्लू रहेछ अनि त्यो भन्दा यो रेड छानेको हो है ल साइकल भन्दै भुन्टेले अब साइकल किन्दैसक्यो अरे होइन चट्टा पाराले थुप्रै छ यहाँ साइकलहरू बच्चाहरूको ठुलो मान्छेहरूको पनि थुप्रै छ ठुलोकोहरूको लागि पनि साइकल है गाइज यहाँ त्यही आज चाहिँ हाम्रो ह्यान्डसम बाबाको ह्यान्डसम छोराको बर्थडे हो गाइज आज है त ल गाइज हामीले चाहिँ अलिक ठुलो साइकललाई लिने भयो है यो हाम्रो भुन्टेको हाइट अलिक हल्को छ नि त सो यसलाई चाहिँ हल्का महँगो छ अघिनेको भन्दा तर ठिक छ कलर पनि ओरेन्जमा ठिक हुन्छ होइन ब्ल्याक ओरेन्जमा केटिएम बाइक जस्तो चट्टा पाराले सही हो ल हल्का रिपेयरिङ मिलाउँदैछ सेट भएपछि अब लिएर जाने यसलाई भुन्टेले के गर्छ रे बाबा साइकल दोकान देख्यो भने यस्तो गर्छ साइकल गर्छ साइकल भन्छ कि साइकल गर्छ यस्तो गर्छ ल बर्थडे गिफ्ट भुन्टेको
बर्थडे बोय ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे थ्याङ्क यू भन्नु न के थ्याङ्क यू भनेको यो मेरो गर्छु नि आऊ ह्याप्पी बर्थडे बुम आँखा त उतै छ टिभीतिर ओह टेन्डो बाबाले खाँदैछ ढिँडो कोदोको ढिँडो हो कोदोको रातो पनि हुन्छ त अर्को कुन चाहिँ कोदो हो त्यो रातो हुने फेरि कालो हुन्छ ढाँटे पनि सेतो हुन्छ मिसिङको चाहिँ सेतो आउँछ फेरि पानी हालेर चाहिँ कालो हुन्छ रातो होस् कि कालो सेतो हुन्छ कि पिठीभित्र को पर्खिन्छ हो न अगाडि ढेँडो र मासु भइसक्यो लौ त गाइस हामी पनि खाइदिउँ अब नपर्खिकन टट्टा लाएर यसो राख्नुपर्छ ढिँडो यस्तो गर्नुपर्छ आज चाहिँ गाइस हाम्रो घुन्टेको बर्थडे पनि हो है खुर्सानी यो गर्दा गर्दा मान्छे त धेरै नै होला ओहो हाम्रो सोल्टीले माथि चाहिँ हालेर भ्यायो है फिटिङ अब तलको बाँकी छ ल हाम्रो पटेल भाइको लागि हामी यहाँ मोमो लिन आएको है त सोल्टी कस्तो छ पटेल भाइ मिठो भयो ओके ठिक छ ल गाइस अलमोस्ट डन ल अझै भ्यायो है सिसा पनि लगाइसकेको छ त्यतातिर टिकटक बनाउने र गाइस यहाँ हाम्रो सोल्टीले यार खतरा के उधर रुसमा आयो वाह 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 Oh my god. ल गाइस झकास मान्छेले झकास टिकटक बनायो यार है खेल्दा अब हाम्रो सोल्टीले कस्तो जराज बनायो भनेर तपाईँहरूलाई देखाउन गइरहेको छु सो फ्रन्टमा छ सिसा ऐना है ल अब खोल्न गइरहेको छ उहाँ चाहिँ ल यस्तो छ ल एकदम सिम्पल हो गाइस यो चाहिँ है सामान मजाले अट्छ माथि तल ह्याङ्गर झुन्डाउने छ ल के भन्न चाहनुहुन्छ हाम्रो पटेल भाइ मेरो भ्लगमा छायो नि त सबै दर्शकलाई म नमस्ते गर्छु यस्तो फर्निचरहरू बनाउनको लागि त्यो कान्छा रकेटलाई सम्पर्क गर्नुस् त्यो कान्छा रकेट भन म मोडल किचन दराज बेडहरू यो सबै फर्निचरको अल काम गर्छु मोडल हजुर मिलाएर गरिदिन्छु मेरो नाम लिएर आयो भने झनै डिस्काउन्ट गरिदिन्छु ल सम्पर्क गर्न सक्नुहुन्छ है उहाँले चाहिँ नम्बर म यता राखिदिन्छु ट्याक्क भिडियोको तल है त ओके सर ल सही अब कम्प्लिट भयो साफ सफाई गर्दैछ यहाँतिर चाहिँ है ल त हाम्रो प्रोनेल भुन्टेको लागि मोमो प्याक हुँदैछ भनेर बर्थडे पार्टीको लागि भनौँ न ब्रदर म्यानी कङ्ग्रेचुलेसन ल कस्तो हुँदैछ त म्यारिड लाइफ झकास ठिक छ आइसक्यो अस्तिदेखिको है ल गाइस प्याक हुँदैछ है मोमो ल गाइस यहाँ चाहिँ सजाउँदैछ है घुन्टे चाहिँ उता साइना बाबा घरतिर छ अरे यता आउने मानिसहरू अब त्यो यता लिएर आउनु पर्यो ल हाम्रो मामु चाहिँ खाना पकाउँदै के गर्नु लाग्यो र हजुरलाई अहिले ओहो मासु पकाउँदै रहेछ यहाँ चाहिँ यस्तो छ सोइसा से हेलो बुम तिम्रो नाम सोइसा हो कता बस्छौ तिमी कता त्यही ए हो ए दुकाने आन्टीको नातिनी हो यहाँ ठ्याक्कै हाम्रो अगाडिको यताको हो सही भुन्टे चाहिँ माथि छ है वेदर के भयो यस्तो पानी पर्ला जस्तो यार तिम्रो नाम के हो सुरक्षा अघि भर्खर त सोइसा भनेको होइन र सोइसा ओ कति क्लासमा हो तिमी 5 मा जाने हो
यति चाँडै कुन स्कुलमा पढ्छौ हिमालयन पब्लिक स्कुल हैन हिमालयन बोर्डिङ स्कुल ए बोर्डिङ स्कुल सही हो यो भुन्टे आउन माने छैन अरे त्यसलाई यहाँ रमाइलो लाग्छ यो म्यान बुम ल आऊ अब जाम बर्थडे बोय आऊ पापा पापा आऊ पापा बस सबैजना नमस्ते नमस्ते सब बजे सन्चै हुनुहुन्छ मामा नमस्ते माइजू नमस्ते भिडियो रेकर्डिङ गरी पनि बाजे पनि आउनु भएछ भित्र बाजे ए आऊ भुन्टे जाम ल बाई बाई आऊ ल समाता त यसलाई लिएर जाम बल्ल सबै आऊ यो भएर भ्लग बनाउने हो जाम भुन्टे हेलो एलेन यो मेन खोइ एलेन यो मेन खोइ यो मा गर्दियो यता मा गर्दियो ल जाम राम गाई देखा मैले दिन मान्छ भनेर ढोका खोल्दियो मान्दो रहेछ नि त जुत्ता लिएर आऊ है ल सानो त मानिहाल्छ नि यो चाहिँ एलेन हो तिम्रो भ्लग कसले भनेको भुन्टे मान्दैन भनेर हैन भुन्टे भुन्टे तिमी किन आउन नमानेको हो र एलेन काकासँग खेल्दै बसी थियो यस यस ओहो लेट्स गो आम्मा मलाई सबैले हेलो गरिदेऊ हेलो हेलो रे हाई गरिदेऊ यता मा गरिदेऊ त सबैले मा गरिदेऊ भेरी गुड ओ मा पोजो पनि रहेछ त ए बजे रहेछ त्यहाँ बजे है ओ बजे वाउ भन्दै त वाउ वाउ हजुर हजुर यता भुन्टे ए भित्र हिँड्दा के छ भित्र वाउ यस आम्मा Happy birthday to you. Happy birthday to you. के हो यस्तो आम्मा उही के हो यस्तो डुब्मै भयो त स्या आम्मा